हामीले एसी 2082 को तयारी गर्दैछौँ। यसको लागि हामीले जान्नुपर्ने आधारभूत कुराहरू भनेका यसका फर्मुलाहरू। अब हामीले सुरुमा फर्मुलाहरूलाई बुझौँ, कसरी क्वेसन आउँछ र क्वेसनलाई कसरी सल्भ गर्ने भन्ने कुरामा थोरै हामीले यहाँ विश्लेषण गरौँ। हामीले चाहिने पी भनेर हामीले सुरुको लागि इनिसियल पपुलेसन भन्ने गर्छौँ। यो इनिसियल पपुलेसन वास्तवमा भन्दाखेरि सुरुको जनसङ्ख्या भन्ने बुझिन्छ। त्यस्तै गरी आर भन्नाले रेट अफ ग्रोथ कति दरले कुनै पनि ठाउँको पपुलेसन बढेको छ भन्ने कुरा बुझिन्छ। अनि टी भन्नाले समय, टाइम हुन्छ, टाइम यो इयर्समा दिने गर्छ। अब हामीले कुनै पनि ठाउँको पपुलेसन, सुरुको पपुलेसन पी, त्यहाँको चेन्जिङ ग्रोथ रेट आर र टाइम टी हुँदै गर्दाखेरि त्यहाँको पपुलेसन आफ्टर टी इयर्स पछि चाहिँ के हुन्छ भन्दाखेरि पिटी हुन्छ। P1 + R/100 को पावर टी लेख्ने गर्छौँ। अब हामीले यहाँ थोरै बुझौँ। धेरै पटक एसीको प्रश्नमा के आएको छ भन्दाखेरि यो 1 नम्बरमा यो फर्मुला नै सोधेको छ। कम्पाउन्ड ग्रोथ भनेको पपुलेसन, अहिले जुन पपुलेसन छ त्यो पपुलेसन केही समयपछि केही रेटमा बढ्छ, फेरि खप्टिएर फेरि अर्को वर्ष पुनः पपुलेसन चाहिँ बढ्छ। यसरी चाहिँ पपुलेसनलाई कम्पाउन्ड ग्रोथ भन्ने गरिन्छ। वास्तवमा तपाईँलाई यो कहिलेकाहीँ यो प्रश्नमा सोधेको छ, दिएको पपुलेसन चाहिँ कम्पाउन्ड हो कि सिम्पल हो भन्ने कुरा गर्छ। यो कम्पाउन्ड भन्ने गरिन्छ हामीले। अब हामीले पपुलेसन ग्रोथको कुरा गर्दाखेरि 2-3टा कुराहरू जान्नुपर्ने हुन्छ। कहिलेकाहीँ हामीलाई सिधै वर्षहरू दिएको हुन्छ, टाइम दिएको हुन्छ। सुरुको पपुलेसन मानौँ 1000 दियो, 10,000 दियो, अनि त्यसको रेट 2% दियो, टाइम चाहिँ 2 इयर्स दियो भने हामीले फर्मुला लगाएर निकाल्ने गर्छौँ। पिटी = P1 + R/100 को पावर टी। अब यहाँ पी को भ्यालु हामी राख्छौँ 10,000, 1 + R भनेको चाहिँ दिएको ग्रोथ रेट भयो। यसरी हामीले गर्ने गर्छौँ। यो दिँदै गर्दाखेरि हामीले यस्तो खालको प्रश्न भनेको सजिलो खालको प्रश्न भयो। यो प्रश्न हामीले सजिलै सल्भ गर्न सक्छौँ। दिएको भ्यालुलाई हामीले पी दियो, पी राख्यौँ, अनि ग्रोथ रेट पनि राख्यौँ। यसै गरी क्यालकुलेसन गरेर हामीले यसको भ्यालु निकाल्न सक्छौँ। अब हामीले अलिकति थोरै जटिल प्रश्न कस्तो हुन्छ भन्दाखेरि कुनै पनि वर्षहरू फिक्स दिएन। जस्तै 2080 को बिगिनिङ भन्यो, फेरि 2082 को बिगिनिङ भन्यो भने त्यो कुरामा एकदमै ख्याल गर्नुपर्ने हुन्छ। विद्यार्थी भाइ बहिनीहरूले एकदमै ध्यान दिएर के ख्याल गर्नु होला भन्दाखेरि पपुलेसन कहिलेदेखि कहिले सुरु भएको छ। जस्तै मानौँ अहिले 2082 को पपुलेसन दिएको छ, 2082 को पपुलेसन दिएर 2084 को पपुलेसन सोधेको छ भने त्यस्तो अवस्थामा पी अहिलेको हुने गर्छ। इनिसियल पपुलेसन भनेको पिटी भनेको चाहिँ फाइनल पपुलेसन अथवा आफ्टर 2 इयर्स पछिको पपुलेसन भनेको चाहिँ पिटी हुने गर्छ। अब फेरि हामीलाई अहिलेको दिएको छ, फेरि पहिलेको सोधेको छ। पहिले भनेको बिफोर, जस्तै हामी अहिले 82 मा छौँ र क्रमशः हामीलाई 2080 अथवा 81 को सोध्यो भने चाहिँ त्यो बेलाको पपुलेसन भनेको इनिसियल पपुलेसन हुने गर्छ। हामीले एकदमै ख्याल गर्नुपर्ने प्रश्न भनेको त्यो हो है। अनि त्यस्तो अवस्थामा हामीलाई टाइम फाइन्डिङ गर्नुपर्ने पहिला कुरा हुन्छ। टाइम फाइन्डिङ कसरी गर्छौँ भन्दाखेरि अब दिएको वर्षहरूलाई, दिएको वर्षहरूलाई हामीले इभ्यालुएसन गर्नुपर्ने हुन्छ, एनालाइसिस गर्नुपर्ने हुन्छ। जस्तै 2082 को बिगिनिङदेखि 2082 को एन्डसम्म 1 वर्ष हुन्छ, अथवा 2082 को बिगिनिङदेखि 2082 को बिगिनिङसम्म, 83 को बिगिनिङसम्म 1 वर्ष हुने गर्छ। फेरि यसो भन्दै गर्दाखेरि 2082 को बिगिनिङदेखि 2083 को इन्ड भन्यो भने चाहिँ त्यस्तो अवस्थामा 2 वर्ष हुने गर्छ। समय एकदमै ख्याल गर्नु होला है। कहिलेकाहीँ हामीले वर्ष सिधा काउन्ट गर्दाखेरि फर्मुला पनि सही लगाउँछौँ, सबै कुरा सही लगाउँछौँ। यद्यपि के हुने गर्छ भन्दाखेरि रङ हुने गर्छ। त्यस्तो अवस्थामा टाइम
के फ्याक्टर गर्यो भन्दा टाइम फ्याक्टर गर्यो। मैले तपाईँहरूलाई अब यो अन्तिम एससीको हामी तयारीमा छौँ। यो तयारीको अवस्थामा हामीले विशेष ख्याल गर्नुपर्ने कुराहरूलाई मात्रै एक्सप्लेन गर्दैछु। यो विशेष ख्याल गर्नुपर्ने कुरा हो टाइम पिरियड है, टाइम पिरियड ख्याल गर्नु पर्यो। जस्तै अब फेरि के कस्तो हुन्छ भन्दाखेरि कुनै ठाउँका मानिसहरू बस्न आए 1 वर्षपछि भने तपाईँहरूले ती मानिसहरूलाई पनि त्यहाँ क्यालकुलेसन गर्नुपर्ने हुन्छ। जस्तै मानौ एउटा सिटी छ बुटवल भन्ने सिटी, बुटवलको सुरुको पपुलेसन चाहिँ 1 लाख छ। आफ्टर 1 years 1000 पिपल वेयर माइग्रेटेड देयर भन्यो भने सुरुमा हामीले 1 वर्षको त्यो ठाउँको बुटवलको पपुलेसन निकाल्नुपर्ने हुन्छ। कुन फर्मुला लाएर? यही फर्मुला P1 + R/100⁻T लगाएर निकाल्नुपर्ने हुन्छ। र त्यस्तै गरी फेरि त्यो माइग्रेसन भएर त्यहाँ आउने पपुलेसनलाई हामीले के गर्छौँ भन्दाखेरि त्यो पहिलो वर्षको पपुलेसनमा जोड दिन्छौँ। जोड दिएपछि फेरि नेक्स्ट इयरको लागि पपुलेसन निकाल्नुपर्ने हुन्छ। त्यस्तै गरी माइग्रेट आउट भएर गयो भने पपुलेसन के हुन्छ भन्दाखेरि घट्ने क्रम हुन्छ। भनेको सुरुमा हामीले पहिलो वर्षको पपुलेसन निकाल्नु पर्यो, त्यसपछि के गर्नु पर्यो भन्दाखेरि त्यसलाई घटाउनु पर्यो। यस्ता कुराहरू हामीले एकदमै ख्याल गर्नुपर्ने कुरा हुन्छ है। यसमा धेरै जटिल प्रश्नहरू त्यस्तो आउने खालको त हुँदैन, तैपनि हामीले ख्याल गर्नुपर्ने कुराहरू भनेको विशेष कुरा भनेको टाइम पिरियड ख्याल गर्नु पर्यो। रेट कसरी निकालिन्छ? रेट निकाल्ने अवस्थामा हाम्रो पिटी र पी दिएको हुन्छ, आर दिएको हुन्न, टाइम दिएको हुन्छ है। यस्ता कुराहरू ख्याल गर्नु पर्यो। अनि यस्तै गरी अब हामीले कहिलेकाहीँ हामीलाई टाइम पिरियड निकाल्न पर्छ। टाइम पिरियड निकाल्दाखेरि हामीलाई कुन कुराहरू दिएको हुन्छ भन्दाखेरि पिटी दिएको हुन्छ, पी दिएको हुन्छ, आर दिएको हुन्छ। सुरुमा हामीले के गर्छौँ भन्दाखेरि यो पिटीलाई पीले डिभाइड गर्छौँ। दिएको गिभन भ्यालु क्वेसन अकर्डिङ टु क्वेसन के कस्तो छ त्यो कुरा चाहिँ तपाईँले ख्याल गर्नुपर्ने हुन्छ। अरू जटिल कुराहरू केही छन् भने कमेन्ट गर्न सक्नुहुन्छ।